हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी ब्लग। फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज भने चाहिँ म गान्तोक जाँदै थिएँ। तपाईँहरूलाई चाहिँ एकैचोटि मैले फेरि बाघपुल पुगेर मात्रै तपाईँहरूलाई नजारा देखाइदिएँ। मैले भिडियो गर्नु पाएन मजाले होइन। अनि अहिले भने चाहिँ यहाँनिर बस पर्खिनु पर्ने हुन्छ होइन। अनि पर्खिँदा बल्ल बल्ल आयो बस। अनि त्यहाँदेखि चाहिँ यताको भ्यू हेर्दै अनि वेदर चाहिँ आज फेरि यस्तो गरम छ कि गाइस, आम्पो घाम लागेर चाहिँ यस्तो पसिना आइरहेको छ। त्यहाँदेखि यहाँ भ्यू हेर्दै हिँड्नु चाहिँ मजा आएर त्यो बस पनि खाली रहेछ नि त विन्डो सिटमा बसेर। अनि अहिले भने चाहिँ म टिस्टा पनि आइसकेको छु गाइस, हेर्नु सक्नुहुन्छ यहाँनिर टिस्टाको नजारा होइन। धेरै गरम भयो, तिर्खा लागिरहेको थियो, निन्द्रा पनि लाग्न थाल्यो होइन। अब घाल्चाक घुल्चुक हुँदा कस्तो हुन्छ, निन्द्रा लाग्यो सुतिन्छौ भने एकछिन त सुतेको थिएँ, फेरि पनि उठेर चाहिँ फेरि यस्तो भ्यू हेर्दै 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 वेदर दामी छ नि त, मजा आउँछ नि त यताउताको भ्यू हेर्दै। फाइनली आज रम्फू पनि आइसकेको छ होइन। अनि रम्फू आइसक्यो अब। अनि चाहिँ साह्रै हरहर भयो कि त्यहाँदेखि स्टिङ र एउटा चिप्स किनेर आएँ। अनि अहिले चाहिँ सिङताम पुगिसकेको छु म चाहिँ होइन। अनि सिङतामको नजारा हेर्नु सक्नु, यहाँ पनि भ्यू हेर्दै जाँदै। त्यहाँदेखि यो टनलमा चाहिँ साह्रै मजा आउँछ, अँध्यारो हुन्छ कि। त्यहाँदेखि यहाँ चाहिँ बाइक चाहिँ सानो दामी आएको थिएन नि, साउन्ड चाहिँ खतरा फाल्ने कि बाइकले। अनि अहिले भने चाहिँ हामी चाहिँ अब गान्तोक पुग्नै आँटिसकेको छौँ होइन। अब चाहिँ म पुग्नै आँटेको हो। अनि फाइनली अहिले चाहिँ म पुगिसकेको छु गाइस होइन। यहाँ हेर्नु सक्नुहुन्छ, यहाँ टक्क पुगेर चाहिँ साह्रै गरम भयो, कहिले पुग्ने भइसक्यो होइन। त बाटो हेर्नु सक्नुहुन्छ, यतैबाट जानुपर्छ होइन। त माथि रोकिदिनु भन्ने थियो कि माथि स्टपेसै छैन छ कि। अनि यहाँदेखि ओडाल जानुपर्छ होइन। यहाँ हेर्नु सक्नुहुन्छ बाटो यतै हो, यहाँबाट चाहिँ मुनि छ। अनि फाइनली अहिले चाहिँ म पुगिसकेको छु, भाइलाई भेटि पनि सकेको छु, यहाँनिर हेर्नु सक्नुहुन्छ। अनि अहिले चाहिँ म त नुहाइधुवाइ गरेर पनि बसिरहेको छु गाइस होइन। अनि तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट एन्ड फलो गर्नु नबिर्सिनु ल। थ्याङ्क यू फर वाचिङ गाइस।